यहाँ चाहिँ माइली बहिनीले सङ्खुवासभाबाट ल्याइदिएकी ओरिजिनल एकदम प्योर मह चाहिँ भारी लगाउँदै छिन् एउटी शर्मिला भन्नेले। यो चाहिँ के हो अनि के रे उ त्यो मह चाहिँ नलाउन सबै उ त्यो चाका चाका मात्रै लगाऊ क्या। यो कति 1 वर्ष पुग्छ? 1 वर्ष कि 2 वर्ष हो। यो त दबाईको रूपमा मात्रै खान पर्यो नि होइन? बेलुकी मात्रै। ल है मासुसँग चाहिँ खान मिल्दैन होइन? मासु र मह खान हुँदैन? ओ ल है गाइजहरू, मासु खाएको बेला चाहिँ मह नखानु अरे, मह खाएको बेला मासु नखानु होइन त? ल यो चाहिँ जान्नै पर्ने कुरो, जान्नै पर्ने कुरो हो। कहाँ मासु नखानु, मासु बेगरको भातै हुँदैन नि त्यहाँ, कसरी नखानु? ए ल मासु फेरि छोड्न सकिँदैन, मासु लभर परियो आफू त। मासु नखाने, मासु खायो भने गाह्रो पार्छ। यति भइगयो त हौ। आम्मामा किन भरे ऊ हुन्छ के फुट्छ? त्यो ओरिजिनल थियो नि त झन्। यो ओट खानु ओट कि कुट अरे रातो। अहिले नै भात नखाइ? कति मिठो। अब हाम्रो लागि गाइज यति रह्यो। यो चाहिँ अब बुझ्ने यो चाहिँ बुढाको लागि औषधिको रूपमा खाने कहिले कहिले। अब यसको साथसाथै लोकल तोरीको तेल आफैले बनाएको, आफैले पिसेको तोरी तेलसँग खाने, मिक्स गरेर औषधिको रूपमा। यत्रो धेरै त नलाने भन्दै हुनुहुन्थ्यो। 2 साललाई यत्रो के धेरै हुन्छ? 2 सालमा प्लास्टिक लाउनु पर्दैन, पोखिँदैन? 4वटा बट्टा बिर्को हो, प्लास्टिक गर्नु पर्दैन? विचारको लागि रातभरि यसरी राख्नु न त ल। आज रातभरि चुन्छ कि चुन्दैन? घोप्टो नेप्टो जस्तो भए पनि यसरी राख्नु न। घोप्टो होइन, यसरी कति चुन्छ नगर्नु चुहोस् ल रातभरि। तर खाटमा यहाँ मेरो एउटा छोरी चाहिँ छ, मोबाइल बेगर ऊ मोबाइल दिएन नि यसो गर्छ। हो ल यो लगेर तल पखाल। कपीको खोलमा ऊ लाउन मिल्छ कि मिल्दैन? के कपीमा होइन त्यो हो। मेरो छोरीले पनि यस्तो सरसफाइ सुरु गर्न थाले कि अब आम्मामा केही गर्छ कि क्या हो। हेट तेरिका ल ल ल ल ल कस्तो हो? अचम्मै छ यति साह्रो त नगर्नु नि अब हरेक गर्नु अप्सनको पनि। मैले धेरैभन्दा धेरै भिडियो कलेक्सन गरेर लानुपर्छ क्या। अब उता केही गर्नु पाउँदिनँ भिडियो, अनि यही अपलोड गर्दै बस्दै यहाँ 2 जना सुतिरहेछन् आमा छोरी। बुइनी अप्सनेलाई के गाली गर्न कि माया गर्छस्? लुगा धुने कार्यक्रम पनि गर्छस् त? कस्तो होला हो? अनि के म त्यही जङ्गली जस्तै गर्छु।
बुइनीले धुन्छ कि धुन्न धुन्छु धुन्छेस् तैँले एउटा मोजा त धुन सक्दिनस् स्कुलको हौ हौ यसले त के धुन्छ दिन्छ म बनाउँछु पनि मम्मी आज मैले बनाइदिएको बनाइदिनु सब्जी बढाएको त यसरी अनि चप्पल चाहिँ यहीँ सुत्ने ठाउँमै ल्याउने त्यही त यसको कामै हो क्या त्यही त ठुलो किन हौ ठुलो बनाएको